guys, welcome to our vlog. आज हामी जाँदैछौँ उप्पर धनगढी ओके ल भयो कि मोबाइल नै आयो हामी तीनजना चाहिँ बोल्न नि दिएन नि यार हामी स्वस्तिकालाई लिन जान लाग्यो स्वस्तिकालाई अब र्याम्प खान्छ कि ल ल जा जा ल ल ल ल हामी पनि गयौँ बाई त नआइज अब तैक्ले बस हामी त गयौँ यस्तो डरपोक छेरुवै छैन यो बत्तल बोकेर त्यहाँ नै यसलाई उही यो पो आइयो त ओहो फेरि हामी त्यहीँ आयौँ होइन यसलाई यसको पारा छुट्टेछ तपाईँ साइसाको लागि साइसालाई साथी बनाउन खोज्दै हुनुहुन्छ र साइसालाई केही नाता राख्न खोज्दै हुन्छ भने आजै त सोचेर यसले भर्खरै के गरी थाहा मैले नाता राखेर धेरै ठुलो गल्ती गरेँ यसले के भन्छ जेनिसाको त्यो आँखामा लाउने दबाई नै त्यो खसाइदिए नालाभित्र हालिदिए यहाँ हालिदिए कि यहाँभित्र अब यहाँ देखि मेरो मोबाइल नि खसाउनु बेर यसले मोबाइल खसिने हुन्छ नि यहाँभित्र हालिदिए कि अस्तिकालाई हामीले आधी घन्टा कुरेपछि बल्ल यिनीहरू कुकुर बिरालो जस्तो झडा गर्छ नि यार बेलानको बेला फाइनली हाम्रो म्याजिक आयो यति बेर वेट गरेर अघि राति थियो बिहान भइसक्यो यार लास्टै जाडो भयो हामी म्याजिक आयो हामी म्याजिक नखाम हामी सबैलाई लिन आयौँ अब सबलाई जाडो होइन लास्ट झाडु छ तर भनियो भने चाहिँ अब हामी सबैलाई लिन्छौँ त्यो कहाँ गएको क्या अब त्यो हेरौँ कतिखेर आउँछ भत्ता भ्लग बनाइदिने हो अब फेरि हामी दुईजनालाई लियौँ लिएर आयौँ भन्न खोजेको ल आऊ न आऊ भित्र तिमीहरू के भएर छिटो छिटो बल्ल बल्ल थाप्ली आयो अब फाइनली सबजना बल्ल बल्ल सबजना सबैलाई लिएर हामी आइपुग्यौँ सबलाई करणले चक्लेट लिएर आइदियो कि पल्टनबाट ओके अब होइन यसलाई त भाबाट ल्यायो नटकट्यावाला यस्तो लाग्यो कि पुरै हाम्रो साथी पुरै हार्ट ब्रोकन भइयो यो साथी झनै ढलिसक्यो हामी पनि त्यस्तै सबजना सबभन्दा हार्ट ब्रोकन त नरो न नरो आफ्नो पारामा खान हामीहरू चाहिँ के भन्छ अरे उप्पर धनगढीको बाटोमा हामी पुगिसक्यौँ अब हामी आधा घन्टामा पुग्छौँ है स्वस्तिका हजुर स्वस्तिका हामीले अब एउटा राम्रो ठाउँ देख्यौँ अनि त्यही भएर चाहिँ हामीले म्याजिकलाई रोक्न लगाएर अब चाहिँ हामी त्यो ठाउँमा घुम्न जान त लाग्यो नि हेर्न जानु लाग्यो हेर्नु कस्तो राम्रो होटेल जस्तो ओके तर कस्तो राम्रो है यो कस्तो राम्रो के है सस्ता राम्रै देखियो कि झर्ना हेर्न आएको हो वा जानु पर्यो यार लडे पनि साहब यहाँ फोटो खिचौँ र हामी ढुङ्गा चढ्दै चढ्दै यो चाहिँ चढेर गइसक्यो अब म चाहिँ म लड्यो भने ल फाइनली यहाँ अब पर्दा नि यहाँबाट होइन कोही फेरि उहाँबाट आइरहन् यिनीहरूको पारै छुट्टे यसलाई यिनीहरूलाई यहाँ गाइस हामीहरू त्यहाँनिर त्यहाँ त गयौँ तर के भयो भन्दाखेरि यो पुरै यो भिज्यो के भन्छ अरे यो पुरै प्यान्ट पनि फोहोर भयो के अरे जुत्ता नि भिज्यो मोजा नि भिज्यो सबै भिज्यो अनि हामी स्वस्तिकाको हालत फोटो राम्रो त्यही भएर हामी पुग्यौँ हामी अब आउनु कति लेट बाँकी छ कति बाँकी छ अब कति
बाँकी छ अब आउन के हो चिम्टीमाहरू बारी कस्तो राम्रो देखियो गाइस हामी फेरि अर्को ठाउँमा रोक्यौँ हामी पुग्नुभन्दा धेरै त झरे गरेर खाम कति राम्रो बल्ल बाटो हेर्नु त गाइस कस्तो बाटो ल्याएर नि यिनीहरू फेरि छुट्टै यताखेरि तारा छुट्टा यसलाई नि ओइ जेन्छ के गरे हालिदिन्छु बाटो हेर न बाटो यो भगवान् सम्म बाटो ठिक थियो तर अब चाहिँ धुलो आहा यस्तो बनाउनु पर्छ के गालाम चरम पड्काउनु पर्छ हामी फाइनली आइपुग्यौँ यिनीहरूको मुख यिनीहरूलाई के हुन्छ कि मैले भिडियो अन गर्ने बित्तिकै मलाई थाहा छैन कि भन्दा तँलाई के हुन्छ इन्सिकेर यसको गरेर फोटो के उ गर्न चाहिँ हो नि हेर त जस्तै सानो तिनीहरू फेरि आएकै छैनन् कोही फेरि फोटो खिच्न गइसके होइन यहाँ कोहीलाई योसँग आउन पनि हुन्न यसले डराएर भगाइदिन्छ यो त यही हेर्न आयो कि बाख्रा हेर्न आयो त्यसले बाख्रा पनि देखेको थिएन होला म्यानेजमेन्ट पढेस् क्यारे अब म्यानेज गर्ने सिकेँ यहाँ छुन हुन्न यो सिडी चढेर हामीहरू जान्छौँ त्यही त तपाईँलाई कस्तो लागिरहेको अहिले आफ्नो प्लान सक्सेस भएको देखेर एकदम हामीहरू भन्न हामी घुम्न जाने भनेर हामीले कति भनिसकेको थियौँ तर हामी घुम्न जानै पाएको थिएनौँ यिनीहरू नि यहाँमा बिचरालाई भोक लागेर के त्यसलाई नि बोक्नु त्यसलाई नि कुखुरालाई नि बोक्न कन्टेन्ट हुन्छ सिराइचुरी त देख्तीले जस्तै हो कस्तो दामी जा म पछाडि अगाडि सक्छु ओ यिनीहरू ओ तिमीहरू आऊ छिटो यसले त जसलाई पनि छुन्छ बाटोमा हिँडी होइन कोही फेरि ओए माथि आइज साइज डराइ आऊ कोही फेरि माथि पुगिसकेन त ल के भन्नु ओए हामी भरतपुरबाट भरतपुर कति नम्बर 12 हामी 25 Germany. गाइज हामीहरू माथि आउँदैछौँ र साइसा चाहिँ एस्थेटिक गर्ल बनिरहेछ अनि यसले मलाई यो बोल्दा पनि यो त ठुइ हिँडिएकोले हामी हो क्या सबभन्दा सुरुमा हिँडिरह अनि तिनीहरू चाहिँ मेरो पछि पछि आइरहन् किनकि मैले के अरे हस्पोट दिइराखेँ त्यही भएर हो साइसा चाहिँ पुरै भोल टिप्दै ओहो बोलाइदिनु चाहिँ के कस्तो राम्रो भ्यू देखियो निनेसी हामी आइपुग्यौँ हामी चाहिँ साँच्चै हार्ट ब्रोकन भयो कि गीत पनि त्यस्तै होइन कोही साइसा हेर्नु साइसालाई कस्तो गर्मी छ होइन साइसा त्यहाँ यो चाहिँ यसलाई चाहिँ के भएको नि फुल टिपिहे हामी फाइनली भित्र छिर्यौँ टिकट काटेर अनि त्यहाँ कोही चाहिँ फेरि अब माथि उभिएर चु भाइ तिमी कति राम्रो देखेको यार त्यो बादल यहाँ एकजना यो पनि डिप्रेस भयो त्यहाँ कोही होइन ओहो फोटो खिचे कोही चाहिँ यहाँ कोही चाहिँ फेरि आफ्नै धुनमा खान आज ल यही हेर्न आएको हामी ऊ त्यहाँनिर फोटो खिचाऊ अब अनि त्यो मन्दिर भयो दर्शन गराऊ अनि
यहाँ बन्दै हो यार हामी यो हेर्न आएको उहाँबाट के हो नि यो कोही फेरि के गीत लाउँदै नि हन हामी यही हो सचिन सरहरूले हालेको यही हेर्न हामी वहाँ माथिबाट यार मन दुख्यो अनि तर राम्रो हो भ्यू राम्रो छ भ्यू कोही फेरि हो आफ्नै एरामा लड्लिस है लड्लिस हामी यही हेर्न आएको कि भ्यू गीत हालतमा दुईजना सेन्टीहरू उही यहाँबाट कस्तो राम्रो देखियो यार झनै है हेर्नु त अहिले भर्खरको भर्खर यस्तो भयो कि यहाँ कति धेरै हुसुलायो यार भर्खरको भर्खर अब म चाहिँ माथि चाहन्न किनकि अब म चार्ज गर्छु क्या मोबाइलमा अब 11% चार्ज छ यार गाइस मैले अब चार्ज हाल्नलाई यार खोज्न लागिरहेको यहाँ ठाउँ गाइस बल्ल बल्ल मेरो मोबाइल चार्ज गरेँ मैले 68 हामी अघि भर्खरै मुनि गएर आएको फेरि कोक लिएर आयौँ अनि खायौँ हामीहरू तास खेल्न लाग्थ्यौँ साइसा तर केही भन्नु मेरो ब्लगमा कि नथिङ तिमीलाई कति राम्रो देखियो तर केही भन्न तास खेलौँ भन्यो अघि हामी तास खेल्यौँ भने यिनीहरू बेइज्जती तिमीलाई केही भन्न तँलाई के भन्नु होला के भने कति राम्रो करण तिमीलाई केही भन्नु मन लाग्छ नमस्ते भन न देख्यो कस्तो राम्रो भ्यू आइरहेको चाहिँ हामीले अहिलेसम्म हामीले कति धेरै फोटो त खिचे छैनौँ क्या सबैको फोनको ब्याट्री नै डाउन भयो त्यही भएर डाउन भयो हामी टाइम पास गरेर तास खेलेर 3 बोट उसको मेरो अनि उयो 20 उयो 50 हो के एउटा त त्यो भएन अझै एउटा रि भएन मेरो 90 गहा भने 3 हो के अब यो सुधा 3 हो यो सुधा 3 मेन 3 मा 85 अझै 5 85 भन्न आए के हो चली है अब चल्नु त्यो नदेखाउने तरिका हाले टाटै नदेखाउने तरिकाले 8 9 सुरुमा हेरिहाल्यौँ के फर्स्टमा हेर्न पाउनु है फर्स्ट बोर्ड चाहिँ ब्लाइन्ड सबको एकचोटि फ्याक्ट खोल्दै न के हुन्छ तैँले त 10 चल्नु पनि अब त यत्रो नि हेरेर 10 हो नि फेरि सुरुमा त पाइहाल्छ नि ए प्याक ल सुरुमा हेरिदिउँ न त मे अघि नै पास थिए सबले हेर्दिउँ अनि हुन्छ करेन्ट हेरे छैन फाल्देऊ प्याक गरिदेऊ ब्युटिफुल जस्तो कसको ल कहाँबाट घुम्ने जल्दी नि हो बाम ओए यहाँ प्याक गरिसो टल प्याक गरे सबैले गरे मे 5 अघि यिनीहरूको चाहिँ अब 1 हुने रे के अनि थाहा पाउँथे अब 10 है हेरेर 10 आयो ला ओ ल हेर मेरो ल कतिमा गयो तिमी गन है तिमीको मेरो कति यहाँ गयो 75 म सो गए है सो हैन हेर आफूमा त हेर्नु त्यही त सो गाना है साथी हेर यता कस्तो राम्रो हामी ला उयो ल हाना 65 उयो रितेशको सब पैसा भ्याइदियो कि 30 सापट यसले 100 सक्कार हो बल्ल खोल्ने मलाई थाहा 30 सापट लिएर के भएको छ है तिम्रो सो जले दिदी मलाई 10 रुपैयाँ दे है 45 हो सो 10 रुपैयाँ आयो यो त जुट हो सो ए त्यस्ता जुट यहाँ चल्दैन कि 10 रुपैयाँ जले दिदी मलाई 10 रुपैयाँ किन हो तँलाई 55 यहाँ 55 रुपैयाँ त्यहाँबाट मैले कति पाउनु सबै यु अनि उयो देऊ न 5 55 दे लैजाए 100 रुपैयाँ 55 दिने 10 मैले जुट होला 40 45 ला 10 रुपैयाँ दिनु पर्यो मैले तिमीलाई
त्यो प्याक नि राम्रोसँग गर्ने सज्जन तरिकाले यिनीहरू दुईटा सँगै बसेको क्या हामी दुईटाको पैसा खान होइन आजकै झुकेर हो ओए यो सबै मैले झन् स्वस्तिकाले जित्छ भनेर झन् देखाइदिएको नि करणको त्यो हामी लबमा बस्यौँ आफूले चित्त बुझे नि नबुझे नि फोटोहरू खिचेर भिडियो बनाएर हामीहरू चाहिँ अब जानु लागेको अब यहाँ कसैलाई चाहिँ फेरि अघिबाट फोटो खिच्यो कि यो दुइटा आमामा यहाँहरू जति खिच्यो नि पुग्दैन हुन त मलाई पनि पुग्दैन त्यही पनि साइस्या हजुर तपाईँले फोटो खिच्नुभयो अलिअलि हस् सृष्टि दिदी थाप्लेजी तपाईँले फोटो खिच्नुभयो तपाईँलाई रमाइलो लाग्यो कि नै धेरै रमाइलो लाग्यो अब अर्कोचोटि कहाँ जाने रे कविला मैले गर्दा जाने अब फाइनली यो फुल टिपेको किस्ने भएर कस्तो राम्रो आएको थियो धेरै वर्ष यो अब हामी यो ठाउँ छोडेर जानु लाग्यो अब घर जाने अब घर जाने चढ्दाखेरि त कस्तो हामी अब जाने हो घर जाने हो अब यिनीहरू सबैजना यस्तो खुसखुसी कुरा गरे आमा हो यिनीहरूको कुरा त बुझ्नै गाह्रो फर्किँदैछौँ खाँदै यिनीहरू